है अब पुस महिना पनि हप्ता दिन जस्तो बित्न आँट्यो। 5 दिन भयो होला आज। अब मौरी पालकहरूले विशेष मौरीलाई बढ्ता ध्यान दिनुपर्छ। उनीहरूलाई आर्टिफिसियल फिडिङ गराउन पर्छ भनिन्छ नि। पुस फासफुस त्यसबेला सूर्य चरम दक्षिणायन भएको कारणले गर्दा औधी जाडो हुन्छ वातावरणमा। त्यसैले फुलहरू त्यति फुल्दैनन्। यसले गर्दा मौरीलाई पराग अनि रस सङ्ग्रह गर्न धेरै कठिन हुन्छ। यदि मौरीको कालोनी विक छ साथै सिजनमा त्यति महहरू सङ्ग्रह गर्न सकेका छैनन्, साथै उनीहरूले सङ्ग्रह गरेको महहरू पनि हामीले झिकिदियौँ भने उनीहरूलाई मर्का पर्न जान्छ यो सिजनमा जीवन धान्नको लागि। यसैले यो सिजनमा मौरीलाई हामीहरूले कमजोर हुन नदिनको लागि कृत्रिम आहारहरू साथै कृत्रिम रसहरू चिनी चास्नी बनाएर पनि दिनपर्छ उनीहरूलाई सर्भाइभ गराउनको लागि। है अब पुस महिना पनि हप्ता दिन जस्तो बित्न आँट्यो। 5 दिन भयो होला आज। अब मौरी पालकहरूले विशेष मौरीलाई बढ्ता ध्यान दिनुपर्छ। उनीहरूलाई आर्टिफिसियल फिडिङ गराउन पर्छ भनिन्छ नि। पुस फासफुस त्यसबेला सूर्य चरम दक्षिणायन भएको कारणले गर्दा औधी जाडो हुन्छ वातावरणमा। त्यसैले फुलहरू त्यति फुल्दैनन्। यसले गर्दा मौरीलाई पराग अनि रस सङ्ग्रह गर्न धेरै कठिन हुन्छ। यदि मौरीको कालोनी विक छ साथै सिजनमा त्यति महहरू सङ्ग्रह गर्न सकेका छैनन्, साथै उनीहरूले सङ्ग्रह गरेको महहरू पनि हामीले झिकिदियौँ भने उनीहरूलाई मर्का पर्न जान्छ यो सिजनमा जीवन धान्नको लागि। यसैले यो सिजनमा मौरीलाई हामीहरूले कमजोर हुन नदिनको लागि कृत्रिम आहारहरू साथै कृत्रिम रसहरू चिनी चास्नी बनाएर पनि दिनपर्छ उनीहरूलाई सर्भाइभ गराउनको लागि।